चढ्दैछ केटाहरू टनल भित्र पसिसक्यो यी डराएर यी फर्किसकेको भन्दैछ यहाँ चाहिँ। हेलो सम्पूर्णमा नमस्ते अनि सेवा। मैले आज एउटा यहाँमा भिडियो लिएर आएको छु जुन भिडियो तपाईहरुले हेड क्लिपबाट पनि थाहा पाइसक्नुभयो होला। मैले चाहिँ हेवा खोला हाइड्रो पावरको सोरुमलाई थोरै देखाउने प्रयास गरेको छु। सम्पूर्णले हेरेर मनोरञ्जन लिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गरेर थोरै सपोर्ट गरिदिनु होला। ल कहाँ जाने रे केटा कहाँ जाने अरे ल है त गाइज हामी चाहिँ टनलमा जान आँटिरहेछौँ है त। फर्स्टचोटि हामी टनलभित्र पस्दैछौँ। एक्सपिरियन्स कस्तो हुन्छ हेर्नु होला लास्टमा अन्तिमसम्म। भग बनाउने लड चलिरहेछ यहाँ कता मनियाङ मानव सिसी टस बालेको चाहिँ ल है त रमाइ रमाइ जाँदैछ नि यहाँ कसरी चढ्छ हेरौँ है त। मान्छे सुतेको छ भन्दै थियो एउटा ल चढ्दैछ साथीहरू चढ्दैछ केटाहरू टनलभित्र पसिसक्यो यी डराएर यी फर्किसकेको भन्दैछ यहाँ चाहिँ गइन्छ ल ल ल ल ल आइज न आइज कहाँ निस्किन्छौँ थाहा छैन यो सुरुङ चाहिँ हामी गइरहेछौँ कालो मात्रै देखिरहेछ एकदम। यहाँ केटाहरू चाहिँ डरली पछाडि फर्किने पनि हुँदै थियो मानव चाहिँ आऊ न यी पछाडि चाहिँ यस्तो देखिरहेछ है पर छ मानव यो फर्क्यो भाग्यो भाग्यो हामी चाहिँ आइपुगेको छौँ हो। के बज्दैछ थाहा छैन मेसिन जस्तो छ हो यत्रो भन्दा गाईहरू यहाँनिर खतरनाक काम गर्दै निस्किने ठाउँ छैन कि ला छ बाहिर लगभग हामी चाहिँ ल आइपुग्न आँट्यौँ। अब बाहिरको साउन्डहरू आइरहेछ चिसो हावा पनि थोरै थोरै आइरहेछ। फाइनल्ली हामी आइपुगेका छौँ होइन। केटाहरूको मुस्कानमा हाँसो आएर हाम्रो साथी चाहिँ अघि आइपुगिसकेको छ उता हो कराउँदैछ हो एकदमै मजा केटाहरू खुसीले कुद्यो फाइनल्ली केटाहरू चाहिँ होइन केटाहरूको आधी सास चाहिँ गइसकेको थियो। फाइनल्ली यो अन्नाहरू हेरौँ यो साथी चाहिँ डरले गफ चाहिँ दिँदै थियो डरले गफ चाहिँ डर दिँदै थियो। थोरै थोरै गर्मी हुँदो रहेछ खासै त्यस्तै साह्रो नहुँदो रहेछ। सुरु हावा आइरहेको थियो तर तातो हावा आइरहेको थियो। फाइनल्ली हामी चाहिँ दुईजना काम गरिरहेको थियो। केटाहरू चाहिँ डरले तर मसँग मात्रै झुन्ड्यो हो। फाइनल्ली हामी चाहिँ अब केटाहरूले पौडी पनि खेल्ने भन्दैछ यहाँहरूमा कस्तो छ हावा पनि हेर। केटाहरूको पौडी खेल्ने सोच चाहिँ जिरोमा गएको छ। अब ल यिनीहरूले पौडी खेल्छ अरे हेरौँ। आज डुबी मऱ्यो भने हेरौँ म चाहिँ खेल्दिनँ डर लाग्यो धमिलो पनि छ पानी सोक्रो पनि छैन। यिनीहरू खेल्छ अरे ल हेरौँ। म चाहिँ नहुँ छेउमा बसेर नहुँ मात्रै भन्दै थिएँ त्यही पनि सकिनँ यहाँ अवस्थै छैन रहेछ। यहाँ पौडी खेल्नु सकिँदैन मलाई थाहा भइसक्यो। ल केटाहरू खेल्छ अरे म पनि तलतिरसम्म चाहिँ जान्छु है। केटाहरू पानी ढल्दैछ हो।
थोरै पसिएर भाइ हजुर यहाँ पौडी खेल्नु चाहिँ सकिन्छ पहिलो छ त्यो बियरको बोतलको सिसीहरू खानेछ हजुरहरु काट्न विचार गर्न नि भुइँटा भेटिँदैन होला हुन्छ भेटिँदैन होला तै पनि यो सक्ने मान्छे गर्न सक्दैन मलाई जान्नु चाहिँ जान्दैन हैन पहिलो मात्रै हो नि छैन मान्छे नजिक एकदम भाडा राखिरहेको ए भयो हुन्छ ल केटा ल गयो एउटा साथी चाहिँ आँट गरेर गयो है ल गयो यो पर पुगिसकेको छ निकै आँटी लाग्यो जोस पौडिनु जान्ने रहेछ फुल रिक्स रहेछ जाने भाइ जाने मन आँटी लाग्यो जोस म चाहिँ स्विमिङ खेल्नु आउँदैन त्यही भएर यहाँ बाहिर छु यसरी ल अर्को साथी पनि गयो केटाहरू चाहिँ यहाँ छन् है